समय सकियो मान्य सदस्य, सकियो समय, बस्नुहोस्। मान्य सदस्यहरू, विशेष समयमा मान्य सदस्यहरूले बोल्ने क्रम यहीं समाप्त हुन्छ। मान्य सदस्य यशोदा कुमारी बरालले माग्नु भएको आकस्मिक समयको आकस्मिक विषय नदेखिएकोले समय दिन सकिएन, बस्नुहोस्। सबै विषय मान्य सदस्यहरूले नै निर्णय गर्ने भए सभामुखको कामै नहुने भयो नि। मान्य सदस्य, मैले मान्य सदस्यले दिनुभएको विषय मैले हेरेँ, सचिवालयसँग सल्लाह गरेँ र मान्य सदस्यले दिनुभएको विषय आकस्मिक लागेन, त्यस कारणले समय निर्धारण गर्न सकिएन, बस्नुहोस्। मान्य सदस्य, मान्य सदस्य बस्नुहोस्। मान्य सदस्य बस्नुहोस्। मैले मान्य सदस्यलाई समय दिएको छैन, मैले मान्य सदस्यलाई समय दिएको छैन, बस्नुहोस्। मान्य सदस्य आफ्नो मर्यादामा बस्नुहोस् र मान्य सदस्य बस्नुहोस्। मान्य सदस्य, मैले मान्य सदस्यलाई समय दिएको छैन, मान्य सदस्य बस्नुहोस्। मान्य सदस्य यशोदा कुमारी बराललाई मैले फेरि ध्यानाकर्षण गराउँछु, यहाँ बस्नुहोस्। मैले यहाँलाई समय दिएको छैन। माननीय सदस्यहरू, अब सम्माननीय प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानुन न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमलाई प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। मान्य मन्त्रीजी, एकैछिन पर्खनुहोस्। विपक्षी बेन्चका मान्य सदस्यहरू उठ्नु भएको छ, के का लागि उठ्नुभयो? मान्य सदस्यलाई माइक दिनु अगाडि विषय के हो, के का लागि उठ्नुभयो? यसमा नियम आपत्ति गर्नुपर्ने के छ मान्य सदस्य? के विषय स्पष्ट पार्न चाहन्छ मान्य सदस्य?
मान्य सदस्य ऐन महरलाई 1 मिनट समय दिन्छु। 1 मिनटमा आफ्नो कुरा राख्नुहोस्। 1 मिनटमा आफ्नो कुरा 1 राख्नुहोस्। मिनटमा हुँदैन सभामुख महोदय। 1 मिनटमा सकिँदैन, 1 मिनट बोल्दिनँ म। 1 मिनट बोल्न सकिँदैन। मान्य सदस्य आर्यन लाईलाई समय दिन्छु। 1 मिनटमा आफ्नो कुरा राख्नुहोस्। 1 मिनटमा सकिँदैन सभामुख महोदय। यसमा समय निर्धारण मान्य सदस्य युवराज दुलाललाई समय दिन्छु। 1 मिनटमा आफ्नो कुरा राख्नुहोस्। यहाँ हाम्रो प्रतिपक्षका आवाजलाई कुण्ठित गर्ने दबाउने कोसिस भयो नि सभामुख महोदय। नीति तथा कार्यक्रमको मान्य सदस्यले समय माग्नुभयो। मैले मान्य सदस्यहरूलाई समय पालैसँग दिन कोसिस गरेँ। मान्य सदस्यहरूले सभामुखले दिएको समय मान्नु भएन। त्यसकारणले मान्य सदस्यहरूले सभामुखले दिएको समय नमान्ने, मान्य सदस्यहरूले समय माग्ने, सभामुखले समय दिँदा त्यो समय लिन्न भन्ने, यो चाहिँ मर्यादाभित्रै रहेका छौँ मान्य सदस्यहरू। मान्य सदस्य यहाँहरूले के बोल्नुहुन्छ भन्ने कुरा कुनै पनि हामी मर्यादा विपरीत गरेका छैनौँ सभामुख महोदय। हामी मर्यादाप्रति बडो सतर्क छौँ, त्यसप्रति सचेत पनि छौँ। यो सदन र यो चाहिँ संसद स्थापना गर्नका लागि हामीले पनि रगत पसिना बलिदान गरेका छौँ। त्यसकारण यसको गरिमा र मर्यादाप्रति हामी बडो सचेत र यसप्रति संयमित छौँ सभामुख महोदय। त्यसकारण सभामुख महोदयबाट पटक पटक मर्यादाका कुरा जो गरिरहनु भएको छ, एकपटक सभामुख महोदयलाई आफ्नो चाहिँ पृष्ठभूमिमा जान पनि म अनुरोध गर्न चाहन्छु। हामी मान्य सदस्यलाई मैले समय नै दिएको छैन, माइक पनि दिएको छैन। मान्य सदस्य एकहोरो बोलिरहनु भएको छ। यो चाहिँ मर्यादामै छ मान्य सदस्य। मान्य सदस्य ऐन महरलाई मान्य सदस्य ऐन महरलाई म समय दिन चाहन्छु। मान्य सदस्य ऐन महरले कति घण्टा समय माग्नुहुन्छ? मान्य सदस्य ऐन महरलाई मैले दिएको समय जब तपाईँलाई सभामुखले दिएको समय तपाईँलाई स्वीकार्य छैन भने अब तपाईँले भन्नुहोस् कति समय दिउँ? अब सबै मान्य सदस्यहरूले सभा हलबाट मागेको अनुसार समय दिएर सभा चल्छ मान्य सदस्य। धन्यवाद। मान्य सदस्यले कुरा बुझिदिनु भयो। सभामुखले जान्ने कुरा हो। सभामुखले 1 मिनट समय दिएको छ, बोल्नुहोस्। होइन नि 1 मिनट ठाउँमा 5 मिनट मागेको सभामुखज्यू। त्यसकारण 5 मिनट समय उपलब्ध गराइयोस्। हामी आफ्ना कुरा राख्छौँ। अरू मान्यज्यूहरूले पनि राख्नुहुन्छ। विषय गम्भीर छ, विषय अत्यन्त अरू मान्य सदस्यले राख्नुहुन्छ या राख्नुहुन्न, मान्य सदस्य यहाँलाई त्यो विषयमा पनि यहाँ मर्यादाबाट बाहिर गइराख्नु भएको छ। मान्य सदस्यलाई म मान्य सदस्य ऐन बहादुर महरलाई म 3 मिनट समय दिन्छु। 3 मिनटभित्र आफ्नो कुरा राख्नुहोस्। अन्य मान्य सदस्यहरू बस्नुहोस्। सभामुख महोदय धन्यवाद। सभामुख महोदय, हामीले नीति तथा कार्यक्रममा प्रधानमन्त्रीज्यूको उपस्थिति चाह्यौँ। त्यति बेला नियम 38 को विषयलाई लिएर व्यापक छलफल र व्याख्या भयो। मैले त्यो बेलामा पनि भनेको थिएँ, कुरा नियमको हो, नियमावलीको होइन, विषय नियतको हो। प्रधानमन्त्रीज्यूको नियत सदनलाई छल्ने, अपमान गर्ने, जनताको मतको उपेक्षा गर्ने, हुर्मत लिने छ। त्यसकारण चाहिँ संविधानको धारा 76 को 10 बमोजिम सदनप्रति उत्तरदायी बन्नुपर्छ सरकार, जनताका आवाजहरू सुनाइ गर्नुपर्छ र त्यसप्रति जवाफ दिनुपर्छ भनेर हामीले भनेका थियौँ। र आज हाम्रो प्रतिनिधि सभा नियमावली 2079 को
नियम 56मा गरिएको व्यवस्था म यहाँ पढ्न चाहन्छु र त्यसको थोरै म व्याख्या गर्न चाहन्छु सभामुख महोदय। यो अनदेखा भएको छ, यसलाई अनदेखा गरेर सदन अगाडि बढ्न खोजेको छ र जसले प्रधानमन्त्रीलाई थप स्वेच्छाचारी, थप निरङ्कुश र थप अधिनायकवादी बाटोमा हिँड्ने उत्प्रेरित गरेको छ। यो कुराले परिच्छेद 9 को प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर भन्ने व्यवस्था छ र त्यसको नियम 56मा प्रत्यक्ष प्रश्न गर्न सकिने भन्ने व्यवस्था गरेको छ सभामुख महोदय। त्यसमा प्रधानमन्त्री वा निजको कार्यक्षेत्रसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ता भनेको महिना 7 गतेभित्र पहिलो हप्ताको कुनै एक दिनको बैठकको 7 गतेभित्रको कुनै एक दिनको बैठकको पहिलो 1 घण्टा निर्धारण गर्नेछ। गर्न सक्नेछ होइन सभामुख महोदय, गर्नेछ, गर्नुपर्नेछ भनेको अनिवार्य विषय हो। त्यसैले आज जेठ महिनाको 7 गते भइसक्यो, शून्य समय पनि सक्यो, आकस्मिक समय पनि सक्यो, विशेष समय पनि सक्यो, प्रधानमन्त्रीज्यूको अत्तोपत्तो भएन। हामीलाई हिजोसम्म पनि अघि विशेष समय चलिरहँदा पनि के अपेक्षा थियो भने प्रधानमन्त्री आउनुहुन्छ, सम्मान्य सभामुखज्यूले बोलाउनुहुन्छ, हाम्रा कुरा सुन्नुहुन्छ, हाम्रा प्रश्नहरू लिनुहुन्छ भन्ने हामीलाई लागेको थियो। विशेष समय सकिँदा पनि यति सत्र 2-3 चाहिँ चरणमा अगाडि बढ्दा पनि प्रधानमन्त्रीको अत्तोपत्तो भएन। त्यसकारण प्रधानमन्त्रीलाई उपस्थित गराइयोस्, यो नियम 56लाई चाहिँ कार्यान्वयन गरिकन अगाडि बढ्योस् र त्यो नियम 56 कार्यान्वयन नगरिकन हामी चाहिँ यो सदन अगाडि नबढोस् भन्ने कुरा राख्दै हामी हाम्रो विरोध जारी राख्ने कुरा सम्मान्य सभामुखज्यूलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्य आर्यन राईलाई समय दिन्छु। समय 3 मिनेटभित्र आफ्नो कुरा राख्नुहोस्। बाँकी मान्य सदस्यहरू बस्नुहोस्। सम्माननीय सभामुख महोदय, हामीले नीति तथा कार्यक्रममा पनि त्यत्रो लामो समय छलफल गऱ्यौँ। यो सम्मानित सदनको समय बर्बाद हुनु भनेको यो हामी सांसदहरू यो यो हलभित्रको समय बर्बाद हुनु होइन। सिङ्गो देशको विकासको गति रोकिनको निम्ति र सिङ्गो देशको समय बर्बाद हुँदैछ सभामुख महोदय। त्यो नीति तथा कार्यक्रममा सामान्य प्रधानमन्त्री नआउँदाखेरि थुप्रैचोटि चाहिँ यसो पल्टाइयो, हेरियो, चाहिँ प्रतिनिधि सभाको चाहिँ धारा 38 हेरेकै नियमावली हेरेकै गरियो। अनि फेरि आज यहाँ चाहिँ आउँदै गर्दाखेरि यत्रो दिन भइसक्यो हामीले हाम्रा कुरा सुनाउनु आएको होइन, जनताको दुखा पीडा विविध समस्याको पोको लिएर आएको छौँ। यो सदनमा हामी खोलिदिन्छौँ। अनि सम्माननीय प्रधानमन्त्रीज्यूलाई पनि उहाँले पनि सुनिदिनु पर्यो, त्यो अनुसारले नीति तथा कार्यक्रम आउनु पर्यो। यहाँ चाहिँ तपाईँको चाहिँ निश्चित काठमाडौँमा बसेर यसो दूरबीन लाएर सुदूरपश्चिम पूर्वतिर हेरेर चाहिँ नीति तथा कार्यक्रम ल्याउनु हुन्न हामीले भनेका हौँ। सरकार त्यसरी अगाडि बढ्नु हुन्न हामीले भनेका हौँ। त्यसो भन्दाखेरि यत्रो लामो समयसम्म हामी चाहिँ प्रत्यक्ष अप्रत्यक्ष रूपमा सम्माननीय प्रधानमन्त्रीज्यूको चाहिँ माग गरिरहेका छौँ। आजसम्म यस सम्बन्धी यो सदनमा छल्दै पेल्दै सङ्ख्याको हिसाबमा चाहिँ पेल्दै किसिमको चाहिँ हामी अगाडि बढ्यौँ र आउँदै गर्दाखेरि आज पनि चाहिँ प्रतिनिधि सभाको नियमावली 2079 को चाहिँ परिच्छेद 9 को धारा 56सँग सम्बन्धित प्रधानमन्त्री वा निजको कार्यकक्षसँग प्रत्यक्ष रूपमा सम्बन्धित महत्त्वपूर्ण विषयमा प्रश्न सोध्नको लागि सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिनको बैठकको पहिलो 1 घण्टा निर्धारण गर्नेछ भनिएको छ। अब यो 1 हप्ता गइसक्यो, आज त 7 दिन गइसक्यो। अब 12 गते हाम्रो सदन चल्छ, अहिलेसम्म चाहिँ केही छैन। बिहान चाहिँ हाम्रो चाहिँ पार्टीका दलको नेता हर्कराज राईज्यूले पनि चाहिँ प्रश्न कहिले चाहिँ आउनुहुन्छ त प्रधानमन्त्री, केही चाहिँ हामीले चाहिँ यस सम्बन्धी सूचना भए हुन्थ्यो भनेर चाहिँ उहाँले भनिरहनु भएको छ। तर अहिलेसम्म पनि यो सम्मानित सदनबाट चाहिँ यस सम्बन्धी व्यवस्था हुँदाखेरि हामीले साँच्चै नै के लागेको छ भने विधि र नीतिको शासनभन्दा चाहिँ माथि उठेर चाहिँ कता फेरि लोकतन्त्रमाथि नै र चाहिँ अलिकति तपाईँको चाहिँ खतरा आउनु थालेको हो कि भन्ने हामीलाई महसुस भएको छ। त्यसै कारणले गर्दाखेरि म अन्तिममा भन्न चाहन्छु, यो सम्मानित सदनबाट जनताको दुखा पीडाको पोकोहरू हामीले लिएर आएका छौँ। त्यो सुनिदिनको निम्ति सम्माननीय प्रधानमन्त्रीलाई चाहिँ सम्माननीय सभामुख महोदयले चाहिँ रुलिङ गरेर बोलाइदिनको निम्ति अनुरोध गर्न चाहन्छु। धन्यवाद।
माननीय सदस्य युवराज दुलाल 3 मिनटमा आफ्नो कुरा राख्नुहोस्। सम्माननीय सभामुख महोदय, केही लज्जित र केही दुखित हुँदै म आज यो यही संसदमा सम्माननीय ज्येष्ठ नागरिकबाट हामीले जो शपथ खायौँ यही सभामुख मार्फत त्यसमा नेपालको संविधानप्रति प्रतिबद्ध रहँदै भन्ने वाक्यांश हामीले बोलेरै शपथ खायौँ। नेपालको संविधानको धारा 76(10) मा प्रधानमन्त्री र मन्त्री सामूहिक रूपमा सङ्घीय संसदप्रति उत्तरदायी हुनेछन् र मन्त्री आफ्नो मन्त्रालयको कामका लागि व्यक्तिगत रूपमा प्रधानमन्त्री र सङ्घीय संसदप्रति उत्तरदायी हुनेछन् भन्ने व्यवस्था गरिएको छ भने हामीले यही संविधान अन्तर्गत रहेर बनाइएको नियमावलीको नियम 56(1) मा हरेक महिनाको पहिलो हप्ता प्रश्नोत्तर गर्न सकिने, प्रधानमन्त्रीले त्यो प्रश्नोत्तरमा उठेका प्रश्नहरूको तत्काल जवाफ दिनुपर्ने, सभामुखले बैठकको सुरुमै 1 घन्टाको समय निर्धारण गर्नुपर्ने, कुनै कारणवश त्यो समय निर्धारण गर्न नसके कुन दिन गर्ने भन्ने कुरा स्पष्ट उल्लेख भएको सन्दर्भमा हामी यो संविधान अन्तर्गत रहेर शपथ खाएका जनताद्वारा जनताको प्रतिनिधि भएर निर्वाचित भएर आएका माननीय भनेर सांसदको रूपमा जुन भूमिका हामीले सम्हालिरहेका छौँ र यसरी संविधान र नियमहरू मिचिँदै गर्दाखेरि यसलाई अनदेखा गरेर कसरी अगाडि बढ्न सकिन्छ सभामुख र सभामुख मार्फत सम्पूर्ण मान्य सदस्यहरू, यो गरिमामय सदन यसै गरी सरकारलाई जे कुराहरू सजिलो हुन्छ त्यो कुरामा यो नियमावली लागू गरेर जाने, सरकारलाई जे कुराले छेक्छ त्यो नियमावलीलाई लागू नगरिकन जाने हामीले यही शिक्षा लिएका हौँ। हाम्रो चेतना यही नै हो। हामीले संविधानप्रति प्रतिबद्ध रहने भनेको यही नै हो। हामी सार्वभौम नेपाली जनतालाई सम्मान गर्ने भनेको यही नै हो। यही गरेर अगाडि जान सकिन्छ सभामुख महोदय, सकिँदैन। त्यस कारणले नियमावली र संविधानको कार्यान्वयन यो संसदमा होस्। धन्यवाद। माननीय सदस्य खुशबु ओली 3 मिनटमा आफ्नो कुरा राख्नुहोस्। सभामुख महोदय, मैले धेरै कुरा बताइराख्नु परेन, उहाँहरूले बैठकको नियमावली अनुसार बताइसक्नुभयो। यो सदनमा प्रश्नोत्तर कार्यक्रममा प्रश्न 15 जनाले सोध्न पाइन्छ प्रधानमन्त्रीज्यूलाई महिनाको 1 पटक। त्यो 15 जना प्रतिपक्ष मात्रै होइन, सत्ता पक्षको प्रश्नहरू पनि हुन सक्छन्। त्यहाँ सदन छल्दै गर्दा प्रतिपक्षलाई मात्रै छलेको होइन, उहाँले सत्ता पक्षका प्रश्नलाई र सरकारको विषयलाई पनि छलेको हो। त्यही भएर यो सिङ्गो सदन अपेक्षित भएको छ। र प्रधानमन्त्रीज्यूलाई यहाँ खोज्दै गर्दा हामीले सोध्न खोजेका प्रश्न के हो भने, अहिले लिपुलेखको विषय आयो, प्रधानमन्त्रीज्यू राष्ट्रपतिको कार्यक्रमबाट निस्किनु भयो, विषयान्तर भयो। देशमा सुकुम्बासीको विषय आयो, उहाँको पहिरनमा हाम्रो कन्भर्सेसनहरू डाइभर्ट भयो, विषयान्तर निकै हुँदैछ सभामुख महोदय। त्यही भएर यी महत्त्वपूर्ण विषयहरूलाई सम्बोधन गर्नको लागि उहाँसँग केही हाम्रा सोध्नुपर्ने प्रश्नहरू छन् र प्रश्न सोध्नु भनेको समस्यालाई सम्बोधन र समाधान निकाल्न खोज्नु हो, यो विरोधाभास होइन। प्रधानमन्त्रीज्यूले केही दिन अगाडि अत्यन्तै सुन्दर तस्बिर सार्वजनिक गर्नुभयो, जसमा उहाँले दुग्ध विकास संस्थान जुन राजा महेन्द्रको पालामा स्थापना भएको थियो त्यसलाई प्रमोट गर्नुभयो। अत्यन्त राम्रो कुरा हो। तर हामी उहाँ यहाँ आइदिनु भएको भए के सोध्न चाहन्थ्यौँ भने, आज सदनमा पनि धेरै पटक यो कुरा उठ्यो, 2082 को पौष मसान्तरको अर्धवार्षिक लेखा परीक्षण हेर्दा किसानहरूलाई डिडिसीले 42 करोड दिन बाँकी छ। कैयौँ ठाउँमा 2083 को वैशाख मसान्तसम्म 60 करोड भुक्तानी बाँकी छ। यी समस्याहरू हामी प्रधानमन्त्रीलाई सोध्थ्यौँ, किनभने चिज त हामी पैसा तिरेरै किनेर खान्छौँ, हामीलाई त बाँकीमा दिँदैन। तर डिडिसीले चाहिँ जनताहरूका चाहिँ 60-70 करोड भुक्तानी नै दिएको छैन किसानको। यो विषयहरू हामी यहाँ सोध्न चाहन्थ्यौँ। क्यान्सरका बिरामीहरू, आज स्वयं मेरो भान्जा जसलाई चाहिँ ब्लड क्यान्सर छ, यहाँ नेपालमा कार्बोप्लाटिनको चाहिँ सर्टेज भएको कारणले गर्दा आज भारत उड्नु पर्यो केमोथेरापीको लागि। यो समस्याहरू हामी प्रधानमन्त्री समक्ष राख्न सक्थ्यौँ, किनभने हामीले यहाँ त राखिसक्यौँ, मन्त्रीजीहरूले सुनिसक्नुभयो, सम्बोधन त भएको छैन
होइन। त्यही भएर यस्ता विषयहरू छन् जुन प्रधानमन्त्रीको गाम्भीर्यता हामीले खोजेका हौँ। त्यसैले गर्दा यो कुरालाई विरोधाभास वा व्यक्तिगत होइन, आज सत्तापक्षको मनमा नभएको होइन यो कुरा। उहाँहरू पनि चाहनुहुन्छ प्रधानमन्त्रीज्यू चाहिँ प्रति चाहिँ जवाफदेही हुनुपर्छ भनेर, तर भन्न सक्नुहुन्न। उहाँको शब्दहरू हाम्रो मर्मबाट यहाँहरूले बुझिदिनु पर्यो। त्यसैले गर्दा यसलाई व्यक्तिगत नबनाऊ। नियमावली, नियम ऐन, यो नियमावलीलाई त सत्तापक्षले विशेष कानुन बनाउन खोजेको छ, सङ्घीय कानुनभन्दा माथि राख्न खोजेको छ। अनि यस्तो विशेष कानुनमा लेखिएको परिच्छेद 9मा लेखिएको कुरा प्रधानमन्त्री आउनुपर्ने, महिनाको एकपटक 15 जनाको उत्तर दिनुपर्ने प्रश्नको भन्ने कुरालाई यहाँ अस्वाभाविक मान्नु चाहिँ गलत हुन्छ। त्यही भएर यहाँ गर्नेछ निर्धारण गर्नेछ सभामुखबाट भनिएको छ, यहाँले रुलिङ गर्नुहोस् भनेर हामी यहाँसँग निवेदन गर्न चाहन्छौँ। माननीय सदस्यहरू, अब सम्माननीय प्रधानमन्त्री, गृहमन्त्री एवं विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन्द्र शाहको तर्फबाट माननीय कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शोभिता गौतमलाई प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन विधेयक 2083 माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिन्छु। मान्य सदस्यहरू, मान्य सदस्यलाई मैले केही समय अगाडि मान्य सदस्य ऐन बहादुर महरलाई मैले केही समय अगाडि माइक दिएको थिएँ, समय दिएको थिएँ र यहाँले आफ्नो कुरा राख्नु भएको थियो। त्यस कारणले एकछिन धैर्य गर्नुहोस्। मान्य सदस्यहरू, मान्य सदस्यहरूले मान्य सदस्यहरू आजको कार्यसूची यहाँहरूलाई जानकारी नै छ। मान्य सदस्यहरूलाई आजको हाम्रो कार्यसूची, सभाको कार्यसूची यहाँहरूलाई जानकारी नै छ। हामीले
मान्य सदस्यहरूले राख्नु भएको कुरा मैले सबै विपक्षी दलका मान्य सदस्यहरूलाई समय दिएँ। यहाँहरूले बोल्नुभयो, त्यसमा मेरो ध्यान आकर्षण भयो। त्यस कारणले आज हामी कार्यसूचीमा धेरै हाम्रो चाहिँ विषयवस्तुहरू छ, यसलाई अगाडि बढाउँ। मान्य सदस्यहरू बस्नुहोस्। यहाँहरूले भनेको कुरा, यहाँहरूले सदनमा राख्नुभएको कुरा मेरो ध्यान आकर्षण भएको छ। मान्य सदस्य मान्य मान्य सदस्यहरूले राख्नुभएको कुरा, सबै विपक्षी बेन्चमा रहनुभएका मान्य सदस्यले राख्नुभएको कुरा मेरो ध्यान आकर्षण भएको छ। त्यस कारणले आज हाम्रो कार्यसूचीमा धेरै कार्यक्रमहरू छ, यहाँहरूलाई जानकारी नै छ। मान्य सदस्य अशोक चौधरी, के यहाँको के नियमापत्ति हो? नियमावलीको कुन नियम? मान्य सदस्यहरू मैले सभामा मान्य सदस्य, मैले यहाँलाई समय दिएको छैन। मान्य सदस्यहरू,
माननीय सदस्य अशोक कुमार चौधरी आफ्नो कुरा के हो 1 मिनेटमा राख्नुहोस्। सम्मान्य सभामुख महोदय, संसदको मर्यादा कायम राख्नु सत्ता पक्षको र प्रतिपक्षको पनि धर्म हो। तथापि जसरी यहाँ प्रतिपक्षमा रहेका मान्य सदस्यहरूले परिषदको 9 दफा 56 का कुरा गरिराख्नु भएको छ। म मान्य सदस्यहरूलाई यो दफा 50 मा भएका कुराहरू म पढेर सुनाउन चाहन्छु। सभामुखले कुनै पनि प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्नेछ र प्रश्न सोध्ने अधिकारको दुरुपयोग गरिएको वा संविधान वा त्यस नियमावलीको विरुद्ध वा सदनको प्रतिष्ठामा आचाउने वा बैठकको कार्यविधिमा बाधा पर्ने सम्भावना देखेमा त्यस्तो प्रश्नलाई सभामुखले पूर्ण वा आंशिक रूपमा अस्वीकार गर्न सक्नेछ भन्ने प्रावधान रहेको छ। र आजको कार्यसूचीमा यो कार्यसूचीलाई हेर्नको निम्ति म मान्य सदस्यहरूलाई अनुरोध गर्न चाहन्छु। सामान्य प्रधानमन्त्रीज्यूले कानुन न्याय तथा संसदीय मामिला मन्त्रीज्यूलाई जिम्मेवार तोकेर पठाइसकेको छ र यो हाम्रो कार्यसूची अनुसार यहाँ सभामुखको यो प्रश्न स्वीकार योग्य छ वा छैन भन्ने कुराको निर्णय गर्ने अधिकार यसको दफा 4 पनि 50 को 4 पनि उल्लेख गरेको छ। यो कुराहरू म हेर्नको निम्ति म मान्य सदस्यहरूलाई अनुरोध गर्न चाहन्छु। धन्यवाद। मान्य सदस्यहरू, आजको यो बैठक आजै 15 मिनेटको लागि स्थगित हुन्छ।